सानो छ त मतलब त्यहाँबाट हिँडिसकेपछि जस्तै तिम्रो गाउँबाट हिँड्यो होइन तिम्रो गाउँबाट त गाडीमा चढ्ने भयो होइन एक दिन तिम्रो गाउँबाट एक दिन बजारबाट गाडी चढ्नु पर्यो त्यहाँदेखि गाडीमा 5-6 घन्टा लाग्छ होला कच्ची रोड हो अब 5-6 घन्टा कच्ची रोड जानु पर्यो होइन 5-6 घन्टा कच्ची रोड गइसकेपछि त्यहाँबाट फेरि सिडी चढ्ने त्यहाँ भएपछि उकालो हेर्नु सिडी छ उकालो छ सिडी हो सिडी पनि छ उकालो पनि छ कतिवटा स्टेप होला त्यो 2-3 सय तर 2-3 घन्टा हिँड्नुपर्छ रे 100वटा सिडी त मैले चढिसकेको छु त्यहाँ तिमी वहाँ गयौ कि नै त्यहाँ गोर्खा गएको छौ कि नै तिमी 500 सिडी हो कि कति छ त्यहाँ तिमी गोर्खा गएको छौ कि नै भन न पहिला छैन गोर्खा पनि सिडी छ नि त्यहाँ कहाँ जाने 500 सिडी त त्यहीँ छ क्या गोर्खा त्यहाँमा गएको छु गोर्खा गयो बेला पहिला कति बेला गयो भनेपछि गोर्खामा 2012 तिर हो कि म कति बेला त्यति बेला कतिमा पढ्थेँ यार युकेजी हो कि एलकेजीमा पढ्थेँ होइन 2मा पढ्थेँ त्यति बेला गयौँ कि गोर्खा साँझ पुगेको थियौँ हामी सिडी त्यहाँ पनि धेरै सिडी थियो यार मैले ठ्याक्कै बिर्सेँ तर गुगलमा हानेपछि देखाउँछु होला सिडी 500 सिडी त चढ्न सकिन्छ मजाले सिडी चढ्ने अनि सिडी सकेपछि आउँछ डाइरेक्ट कि सिडीदेखि हिँड्नुपर्छ एक दिन डेढ दिन हुन्छ फेरि हिँड्नुपर्छ त्यहाँबाट 2-3 घन्टाको हो क्या सिडी त सिडी 3 घन्टाको अनि त्यसपछि त्यहाँबाट फेरि हिँड्नु पर्यो सिडी मात्र 3 घन्टाको हुन्छ भनेपछि हामीले सिडी हिँडिसकेपछि अनि त्यो हिमाल पुग्नलाई चाहिँ कति टाइम लाग्छ भने कि हिमाल पुग्न त अरे सिडीबाट 2 दिन भनेपछि बुझ न गाडीबाट झरेपछि तिम्रो 2 दिन लाग्छ कि डेढ दिन त्यहाँ पुग्नु अनि टोटल खर्च कति लाग्ने भयो त 10-12 हजार रुपियाँ पुग्छ अनि त्यो 10-12 हजार त भाडै लाग्छ जस्तो छ मलाई भाडै लाग्छ जस्तो छ 10-12 हजार त ए हो भाडा कटाएर जस्ट हिँड्ने बेलाको ए मतलब त्यहाँ त्यति धेरै टुरिस्ट त जाँदैनन् होला नि कि जान्छन् लोकल जान्छन् हिमाल चढ्न पनि जान्छन् मान्छे हिमाल त अलाउ छैन यस्तो तिमीसँग फोटो छैन खर्च हान न त्यहाँ छैन मसँग ए देखाउँछ त्यसो भए 10-12 हजार के भन्यो तिमीले 10-12 हजार गाडी भाडा लाग्ने भयो होइन खाना खर्च भनेपछि मेरो घरबाट त्यहाँ 15-20 हजार भयो हुन्छ म घरबाट नेपालगञ्ज आउन मलाई कति लाग्छ त्यहाँ 1000 रुपियाँ भाडा पनि दिउँ नेपालगञ्ज कोलपुर आउनु कोलपुरबाट फेरि म कोलपुरबाट सिधै धनगढी लाग्छ होइन गाडी धनगढी जानु पर्यो कति दिन लाग्छ कोलपुरबाट त्यहाँ धनगढी जानु बाटो गोकुलेश्वरको टिकट काट धनगढीबाट 9-10 घन्टामा तिमी बेलुका 7 बजे गयो भने बिहान 4 बजे पुग्छ कोलपुरबाट 7 बजे पुगी हिँड्यो भने अत्तरियाबाट कोलपुरबाट त कति लाग्छ 4-5 घन्टामा अत्तरिया कोलपुरबाट जाने हो म त अत्तरिया भने त यता भएन र अत्तरिया भने हामी उता कैलाली जाने होइन र अरे अत्तरिया पुगेर पो धनगढी जाने हो ए अत्तरियाबाट 10 मिनटमा धनगढी कैलालीबाट धनगढी होइन अरे कैलाली भने त्यही हो धनगढी भने त्यही हो यो जिल्ला कैलालीको ठाउँको नाम धनगढी बुझ्यो होइन नै मैले भन्नु खोजेँ त्यो कैलाली भनेको नगर सुर्खेत भने कहाँ हो त्यस्तै त हो सुन कैलाली भनेको त्यो कर्णाली नदीको पुल छ नि त्यहाँबाट 2 घन्टा लाग्छ त्योभन्दा अगाडि भएन 2 घन्टा अत्तरिया कता हो त्यहाँबाट कर्णालीबाट 2 घन्टामा अत्तरिया ए अत्तरिया यस्तो हो क्या यहाँदेखि गयो अत्तरिया मेन हो यहीँबाट धनगढी जाने यहीँबाट महेन्द्रनगर यहीँबाट पहाड जाने हो क्या त्यस्तो अत्तरिया भने मेन पोइन्ट हो ए अत्तरियाबाट धनगढी जान 10 मिनट लाग्छ गाडीमा 10-12 मिनट धनगढी जान त्यहाँ जानु पर्यो महेन्द्रनगर जान 1 घन्टा त्यस्तो हो धनगढीबाट फेरि तिम्रो उता जानेवाला फेरि घर उता जाने हामी त्यहाँ एक वर्ष त्यहाँ बस्नुपर्छ धनगढी पर्दैन तिमी कहाँ तिम्रो नेपालगञ्ज पुग्नु कति लाग्छ सल्यानबाट म सल्यानबाट नेपालगञ्ज होइन कोलपुर आउनुलाई म बिहान 6 बजे हिँड्छ गाडी होइन त्यहाँबाट 6-7 बजे सल्यानबाट 3 घन्टामा आइपुग्छु कि त्यहाँ म त्यहाँ भनेपछि यस्तै 11 बजे 9-10 बजे आइपुग्छु 10-11 बजे भनेपछि 1 घन्टा बित्यो भने 12, 1, 2, 3, 4, 5 बजे तिमी अत्तरिया पुग्छौ ठिक्क बेलुकाको गाडी छोप्छौ तिमी 5 बजे अत्तरिया पुग्छ होइन गोकुलेश्वरको टिकट काट्ने गोकुलेश्वरको टिकट काट्ने अत्तरियाबाट 1500 कति लाग्छ त्यहाँदेखि जिममा जाने फेरि जिममा गोकुलेश्वरबाट जिममा मकरीघाट 5 घन्टा 3-4 घन्टा मकरीघाट उत्रेर अनि हिँड्ने
त्यहाँबाट हिँड्ने डाइरेक्ट लगातार टोटल हाम्रो पनि जान्छ उत्तरबाट मकरी घाट अपी हिमाल उम्, तर 3000 4000 कति टिकट एकजनाको 5000 छ जिपमा चाहिँ बसमा चाहिँ 1500 छ ए ठिकै छ बस्नु अनि टोटल कति दिन लाग्ने भयो त्यहाँ भनेपछि 3 दिन त्यहीँ भन्यौ तिमीले एक हप्ता भन्दा 1 हप्ता अब लाग्यो जान 2 दिन आउन 2 दिन 4 दिन एक दिन उता घुम्दा 5 दिन मान्छे इन्डिया इन्डिया गएर आउँछ होला यार उहाँ न्यु दिल्ली पुगेर हिँड्दै हिँड्दै ठिकै ठाउँ त दामी छ त हल्का क्यामेरा स्यामेरा मोबाइल सोबाइल हाम्रो बोकेर जानुपर्छ कि होइन अब त्यो चाहिँ हो क्यामेरा चाहिँ चाहियो त्यहाँ गएर फोटो खिच्नु भने अस्ति भनेपछि त्यहाँ हिउँ पऱ्या हुन्छ त्यही त फोटो खिच्नु पऱ्यो नि त पुरा त्यहाँ अनि तातो कपडाहरू लगाउनु पऱ्यो होइन ज्याकेट सकेट पुरा जग्गा लगाउनु पऱ्यो रेनकोट त्यसै चाहियो अनि त्यसपछि अरू के चाहियो बुट सुट अनि अरू यस्तै ट्रेकिङको सामानहरू भनिदिउँ ए जातिहरू डल्लै खर्च लाग्छ यार यसले पठाइदिएको हुन्थ्यो र आइफोन पठाउनु जापानका अब पिमाल गइन्छ टोलीहरू के गर्ने अब यस्तै छ स्टे ट्युन गाइज